लो यो केमा मेरो प्याजहरू यसरी भएछ। जिम्बु टमाटरको बोट, खोर्सानीको बोट। यसपालि खोर्सानी चाहिँ नहोला जस्तो छ। सागहरू रायोको सागको बिउ चाहिँ जङ्गलै भएको छ है। रायोको सागको बिउ चाहिँ चाहियो भने जङ्गल छ, जङ्गल यस्तै छ। यहाँ सोपहरू थियो, सोप र बेथु एकै ठाउँमै झम्म भएछ। अनि आलु यस्तो जङ्गलै भएको छ आलु। एक्सक्युज मी। अनि अब ओइ नखान, यसले त घाँस खाँदैछ। तपाईँहरूलाई म देखाउँछु। अब आज चुच्चेको बोट अब रोप्नुपर्छ, रेडी भएछ। अब यो चाहिँ अब रुख भेन्डी कि के भन्छ हो, त्यसको रुख यस्तो भएछ। अब यहाँ पनि फर्सीहरूको बिउ उम्रिँदैछ, तर यसपालि ढिलो भयो। यो चाहिँ स्पेनिस हो। अनि अरू चाहिँ सबै अकबरेको बिउ हो नेक्स्ट इयरको लागि। यस्तै छ रहेछ, यस्तै भएछ भनौँ न। कति 12-14 दिन हङकङ गएर आउँदा सबै तोरीको बोट। यिनीहरू इस्कुसहरू चुच्चे त्यहाँनिर। काँक्रा सिमीहरू हुँदैछ, तर लसुनहरू पनि खोइ के भएको पनि यसपालि। सबै तोरीको बिउहरू चाहिँ यसपालि चाहिँ डह्रो। अब यो फुलको बोट होइन कि, यो फुल होइन आलु है। यस्तै प्रपर कलरै हुन्छ, डार्क प्रपर कलरै हुन्छ आलु। हेर्नुहोस् न, ल अब सबै यो रायोको बिउ। तोरीको भनेको छु क्या मैले, रायोको सागको बिउ। यहाँ छ अर्को च्याउ, खालि मुसा ढुकेर बस्छ। कहिलेकाहीँ मार्छ तर खाँदैन, खेल्छ मात्रै। सयपत्रीको बिउहरू, यो आलु फुलेको। अब यसपालि अब यो 1000 लिटरको पानी, आकाशको पानी हो यो। अब यो 1 महिना पनि थाम्दैन होला, 2 हप्ता होला। अच्छा, अनि यो चाहिँ धनियाँको साग यस्तोमा छरिरहेको थिएँ, दामी भएछ। ओइ साला कुरा, यो पनि म जहाँ गयो त्यहाँ आउँछ, जहाँ गयो त्यहाँ आउँछ। फेरि अब यस्तो माटोमा लडेको पुर्लुङ सबै माटो धुलो पुरा जिउमा लिएर हिँड्छ। अनि घरभित्र बस्छ, अनि मैले हुबर लागे गर्नुपर्छ। यसपालि मेरो खोर्सानीले चाहिँ अब कहिले होल्छ, कहिले फल्छ, कहिले फुल्छ र फल्ने हो। यसपालि खोर्सानी चाहिँ खुवाइ मच्यान जस्तो छ।